माइक चाहिँ केही पनि लगाएको छैन अहिले चाहिँ छोरा हिँडिएन म एकखेप केटोले त घरै बिर्सिएछ जग्गा ठामै बिर्सिएछ कता कता गमेछ घुमै भइयो द पिपल इन लस गाह्रो छ हो गाह्रो छ ल आइपुग्यो यसको घरमा पनि खोज्दा आएर दुईटा दाजुभाइ पाइलट दाजुभाइ बाउ छोरा यो चाहिँ युट्युब आयो चाहिँ पुरै अन्डरग्राउन्ड एरिया अर्को स्टेसनमा नमस्कार स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानल द लामी थानामा के छ खबर सन्चै आरामै हुनुहुन्छ लामो समयपछि भिडियो बनाउँदैछु अनि आज चाहिँ साथीले बाहिर जाऊँ भन्दैछ उसको म्याडमलाई अथवा उसको बुढीलाई अलिकति यो पाउरोटीहरू अनि के जति सामानहरू थोरै चाहिएको छ है अनि ऊ चाहिँ आउन मिल्दैन भ्याउँदैन अनि यताबाट छोड्न जानु पर्यो अनि फेरि ठाम पनि चिने होइन अस्ति नै त्यो ट्याक्सीमा जान्थ्यो ट्याक्सीमा जाँदा अब भाडा धेरै लाग्ने 70-80 रुपियाँ लाग्छ अरे भाडा अनि मेट्रोमा चाहिँ अहिले त्यसको बुढीले काम गर्ने ठाउँसम्म मेट्रो जान्छ अरे अनि त्यहाँसम्म पुगेर मैले चिनेछु भन्छ क्या जाम न मलाई सँगै साथी जाम भन्दै थियो ल हिँड त जाम भनेर जानु लाग्यो अहिले चाहिँ ब्रेक टाइममा आएर ब्रेक टाइम हाम्रो 2 घन्टा ब्रेक टाइममा जानी आउने भनेको टाइम चाहिँ कति लाग्छ थाहा छैन अनि आज पहिलोचोटि मेट्रो यहाँ साउदीमा नि मेट्रो यसो चल्न लाग्यो भर कति त्यही 4-5 महिना कति भयो भने 2-3 महिना कति भयो आज त्यही मेट्रोबाट गएर त्यसको बुढीलाई घर खोजेर अनि सामान दिएर अनि एकछिन भेटघाट गरेर आउनु पर्ला त्यसको तर त्यसलाई थाहा छ कि थाहा छैन त्यो पनि थाहा छैन चिनेछु भनेछ कि तर मेट्रोबाट झरेर अनि त्यहाँदेखि जाने ल अहिले चाहिँ रुममा छु अनि यो अब ड्युटीबाट भर्खर आएको कपडा चेन्ज गरेर उतै मेट्रो स्टेसनतिर भेटौँला है ल अनि माइक चाहिँ केही पनि लगाएको छैन अहिले चाहिँ कोही चाहिँ यहाँनिर झरेछ ढिलो भएर कसैलाई छिटो भएको छ केटाहरू गइसक्यो म पनि हिँड्छु यार लिफ्ट भए पनि के यार नि लिफ्ट चाहिँ लास्ट चाहिँ ल लास्ट जेद्दा रोड पनि आइयो लास्ट स्टेसन यो जेद्दा रोड यो माथिबाट के छ हो उताबाट आउँदैछ एउटा यो चाहिँ 2-3 मिनट 4-5 मिनट 1-2 मिनट उभिन भ्याएन झर्न पर्ने रहेछ स्टेसन नजिक 1 मिनट 2 मिनट 1 मिनट 2 मिनट 3 मिनट यस्तो नि बाउ छोरा हिँडिएन म एकखेप आइयो खै कता अब यसको वाइफको रुम भन्दा नि काम गर्ने ठाउँ यिनीहरू हिँडेको हिँडै छ म पछि एक्लै रुख बिरुवा भन्ने छैन खालि गाडी र मान्छे मात्रै रुख बिरुवा यही खजुरको बुट्टा हो अझै भर्खर बनेको नि त कति बेला 1-1.5 साल भयो बनेको तर चलेको चाहिँ 2-3 महिना हुन लाग्यो बल्ल सायद अर्को आउँदैछ उताबाट माथि यो आउने जान चाहिँ गएको छैन देख्दैन जता पाए त्यतै भिडियो बनाउनु नि ल केटोले त घरै बिर्सिएछ जग्गा ठामै बिर्सिएछ कता गमेछ यार घुमै भइयो घुमेको भइयो कतातिर हो थाहै भएन तर यसले बिर्सिएछ यसले पहिला आउँदाखेरि फोटो खिच्न पर्थ्यो नि त भिडियो फोटो बनाउनु पर्थ्यो बनाएन चाहिँ कतापट्टि भन्ने कुन गल्लीमा भन्ने चाहिँ थाहा भएन यो गल्ली पनि घुम्यो
अनि अर्को गल्ली हामी त हराइयो त हौ, तो एकमै हराइयो, तो एक the people in Los Toek, please help. No internet, no calling, dooring, 3% people lost. गाउँ गाउँ डुल्दै हिँडेछ त भित्रभित्र, हामी त गाउँ गाउँ थाहै भएन कता हो। This is tamarind tree. tamarind हामी चाहिँ हिँडै भयो, तर कता हो जाने थाहै भएन। गाउँ गाउँमा त हिँड्ने यसै बिर्सेछ कि कता हो भन्ने कुरै गाह्रो भयो नि त। अनि हामी फर्किनु भयो, ड्युटी पनि 2 घन्टाको, छुट्टी पनि 2 घन्टा त यहीँ घुम्दै बित्यो। अनि हामी हेरै भयो नि त। ए नभेटेको अवस्था कता हो थाहै भएन, नभेटेको अवस्था। नजिक भनेर आएको बेसरी टाढा है। माइकको टोक्रै घुमाइदिएर हावा लिएर खतम। गाह्रो छ हौ, गाह्रो। बुढी खोज्नलाई चाक कसेर कुप्पु कसेर दौडिएको छ के केटो। गाउँ सडक म पनि दौडिएको छु, तर खै केटोले ठाम बिर्सेर बिजोग भयो कि कहाँबाट हो कहाँबाट। गाह्रो छ हौ। यसको बुढी फेरि घरमा काम गर्छ, यसलाई थोरै के त खानेकुरा पाउँदैन नि त, यो गाउँ हो त्यही भएर खानेकुरा ल्याइदिएको। सधैँ चाहिँ ट्याक्सीमा आउँथ्यो जान्थ्यो, ल्याउँथ्यो लान्थ्यो के। अहिले चाहिँ मेट्रोबाट जाऊँ सस्तो हुन्छ भनेर आएको। सस्तोको परिणाम फेला परिहाल्यो नि। सस्तोले भेटाइदियो। अब चाहिँ केटोले बाटो यही हो भन्छ, तर भेटेको हो कि होइन थाहा छैन। अब शीतल आयो त गर्ने। हामी घुमेको चाहिँ लगभग 1 घन्टा हुन लाग्यो होला, आधा घन्टा 1 घन्टा। यसको घर खोजेको, घर त कता आयो, कता दिमाग खराब। कुन गल्ली जुन गल्ली हेर नि यस्तै छ। आता कि रिङ रोड कलम हाईवे कलम इंत राजी मीना स्टेशन इजी टैक्सी एमसिक भाई टैक्सी माफी एमसिक कलम आता ना ताल टैक्सी शेयर माफी एमसिक हो ना दा माफी खाली लॉस आता स्टेशन मेट्रो तल त नपुर फुल्ली आता तारिक एमसिक दो गाह्रो छ हो गाह्रो छ।
गाइस दोस्ती जाम भनेर आएको दोस्तीले ठाम पत्ता लाग्यो भन्छ केटोले कता हो कता हिँडेको हिँड्दै सक्यो केटोले छोरो रातो र कालो के अरे गोरो गोरो थियो रातो र कालो भयो छोरो बाउ चाहिँ यता सङ्गिरा आज चाहिँ तुयकको घुमाइ सेलरोटी घुमे चाहिँ भा यो स्टेसनबाट लास्टै टाढा रहेछ यतै हो भने के अरे होइन भने पनि हामी धेरै टाढा आइएको छ स्टेसनबाट जाँदा चाहिँ सकेसम्म ट्याक्सी समाउनुपर्छ ट्याक्सी समाएन भने फेरि आधा 1 घन्टा लाग्छ आजको यता नि होइन भने ट्याक्सी नि नपाउँदो रहेछ कि फेरि यतातिर त्यो सबै अब घरहरू भएर होला नि गाउँ पर्सनल गाडी हुन्छ कि सबैको त्यही भएर ट्याक्सी छैन बाउले छोरोलाई जिस्काइरह आधा गरिब जी ఎంత आधा गरिब ट्याक्सी सवा सवा यो चाहिँ पानीको ट्याङ्की रे कत्रो ठुलो पानीको ट्याङ्की टाढैबाट देख्दा त यत्रो नजिक जाने त कत्रो होला पुरै पानीको ट्याङ्की रे ठुलो हो गाइस साउदी अरेबियाको तुएकले पुएक बनाइदियो तुएकले तुवाइदियो हामी त धेरै हिँड्यो नि हिँड्न त यार 4 एकछिन पैदल हिँड्ने 1 घन्टा झन्डै अलि भएन यहाँ हाउसमा फेरि होइन हाउसमा फेरि यसले पहिला धेरै ठुलो ब्याड वर्क गरेछ कि आउँदाखेरि त्यो घरको वरिपरिको भिडियो र एउटा फोटो खिच्यो भए सजिलो हुन्थ्यो कि केही सिम्बलै राखेन चाहिँ त्यसै चिनेको छु भनेर आएको त चिनै भइयो कति चिन्ने हो ओहो Listen, only 20 minutes. That call, but not sure. But not sure. लो यसले पनि भेटायो है ओ यो ग्रिन कि ग्रे हो फार्मेसी भन्छ त्यहाँबाट भित्र गएपछि भेट्छ भन्छ अब चाहिँ साँच्चै भनौँ कि के भनौँ अब Vijay, are you happy? Your destination is grey color house. गाह्रो छ 1-1.5 घन्टा लगाएर हामीलाई यहाँ घुम्दा आएर तर यहाँ चाहिँ यत्रो बजार भएको ठाउँ रहेछ अनि उनी त्यस्तो गाउँमा भित्र गाउँमा घुमेर यता कतिर त यसको कतिर त मार्केट त कि धाइन तर इन फादी मकान क्या फायदा
ಅದು ಕತಿರ್ ಫಾದಿ ಕತಿರ್ ಮಾರ್ಕೆಟ್ ಅದು ಏನ ಫಾದಿ ಮಕಾನ್ ದೋರ್ ಹೌಸ್ तारीख तो खाली वाली इन तासो पहना कातिर मार्केट मिलियन मार्केट इन है ना कुल हाउस बस जहाँ यसको बुढी भएको यस्तो ठाउँमा रहेछ उहाँ मरुभूमिमा खोज्दै बस्दै यहाँ उबर उबर ada dual kamera apa dual kamera apa dual kamera one house point black pants र भेटायो केटाले साथीहरु भेटाए यो कालो कलर भएको घर रे खुसी इज यु ह्यापी इज टु मच ह्यापी न साथीहरु ठ्याक्कै 1 घण्टा पछि यसको बुढीको काम गर्ने घर भेटियो हाँ यस एकदर आना मामे मुश्किल मैडम इंत सीधा इजी एकदर भाई बस इंत सिम मिन्ना मिन्ना मुश्किल मालूम इंत सीधा इजी आना तो माफी मिन्ना मिन्ना एकदर बस दोहर में इजी लाजिम बिल्ले लीजिए नहीं जाते लो आइपुग्यो यसको घरमा पनि खोज्दा 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 आएर बाउ छोरा यहाँ वाइफाई कनेक्ट गर्दैछ यो घरमा त पहिले आएको वाइफाई हुँदैन त्यही भएर यता चाहिँ वाइफाई छैन म चाहिँ भिडियो बनाउँदै बस्छु बाउ छोरा मजाक गरेर खाने आफ्नै भाषामा अनि यहाँ फेरि त्यति भिडियो बनाउनु एलाउ हुँदैन नि त पुरै घरै गर्छ त्यही भएर म चाहिँ यस्तो गरेर भिडियो बनाउँदै बसिरहेको आधा देखाउँछु आधा अर्काको ठाउँ यो चाहिँ गाडी जाने सटर है अरू घरतिर चाहिँ नेपालतिर मान्छे बस्ने हुन्छ के अरे दोकान सोकान यहाँ चाहिँ गाडीको लागि कि त यो चाबीले खोल्नुपर्छ कि त रिमोटले ल खोले दोकान घर हामी चाहिँ भित्र गयो भेटेको अवस्था अब चाहिँ अफर छोरो हिँड्न सकेन गरे भन छोरो हिँड्न सकेन छोरोलाई अनलाइन बुकिङ गर्ने कि ट्याक्सी भन्ने सोच हो खै हिँडेर गइन्थ्यो गर्न त बुढाबुढी गफ गरिरहेको छन् के अरे छोरो थकाइले माट परेर कोही बुढी चाहिँ खत्तम ठाउँमा परेछ कि फेरि घरहरूमा काम गर्दा त्यस्तै हो के एकदम बाहिर जान यताउता चाहिँ खासै त्यस्तो एलाउ हुँदैन खुला हुँदैन एलाउ चाहिँ अनि हामीलाई पनि भित्र जान एलाउ हुँदैन बाहिरै बसेर बोले भित्र जाने एलाउ हुँदैन त्यही भएर खोज्दै बस्दै वो मेट्रो स्टेशन है वो जेता रोड के साथीहरु यसको सबै फाइनल्ली भेटेर यताउता गरेर सामान दिएर फर्किँदा चाहिँ सकिएन हिँडेर अनि ट्याक्सी लिएर ट्याक्सीमा फर्केको अनि अब यसलाई चाहिँ बाटो देखाउन पर्ला नि आउँदाखेरि कस्तो भनेर No 0599 70 18 97 Yeah. His name? right Kumar KUMAR
Kumar. Yeah. कुमार Kumar. के गर्ने यार You meeting? दूसरा बार आएगा ये तो स्टेशन में आएगा आपको फोन करेगा आप उठाइए इसको अब हिँड्ने हो अब हामी चाहिँ ड्राइभर दाजु दुईवटा दाजुभाइ पाइलट दाजुभाइ बाउ छोरा यो चाहिँ युट्युबमा आयो ड्राइभरको अगाडि केही जतै छैन खाली नो स्टेरिङ नो यही छ Automatic. स्टेसन चाहिँ 2-2 मिनट है 1-1 मिनट है ट्याक्कै ट्याक्कै Tak tak. Horas 5:21. स्टेसन आइभ्यो अर्को स्टेसनमा अगाडि 2 मिनटमा स्टेसन आयो ट्याक्क 2 मिनट र 1 मिनट 2 minutes. 2 मिनट नै 2 मिनट मेरो चाहिँ यो चलिसकेपछि भएको त ट्याक्क 2 मिनटमा अर्को स्टेसन 2-3 Pinggir gila. Nasib show. المحطة التالية هي ويل ستفتح أبواب الجانب الأيمن. Next station Wales and door Ka 2 minute. on the right. दोस्रो स्टेसनबाट फेरि सुरु भयो कति मिनटमा पुग्छ दोस्रो अर्को स्टेसनमा हेरौँ त हिँड्दा हिँड्दा खुट्टा पनि दुख्यो 1 घन्टा त बेसी हिँड्यो होला आज खुट्टा पनि दुख्यो हिँड्दा हिँड्दा बाहिर चाहिँ यस्तो छ साउदी घर पुरै एकै एउटै लेभलको अग्लो भन्ने छैन यो चाहिँ तुएक अहिले तुएकमै छ आगो त यहीँ हो दरो हिँड्ने देउसै चन्द्रमा पनि निस्किभएको रहेछ पूर्णिमा अर्को आयो उताबाट अनि मेट्रो पनि फेरि हिँडेको हिँडे डिस्टेन्स चाहिँ धेरै छैन मेट्रोको पनि कतिवटा छ कुनै त 2-2 मिनट 3 मिनट आएको आइ गर्छ अब यो स्टेसनमा आउँदा पुग्दा अर्को स्टेसनमा अर्को हो अगाडि गइरहेछ अर्को भनेपछि यिनीहरूको पनि एउटा स्टेसनमा एउटा पुग्दा अर्को स्टेसनमा अर्को आउने रहेछ त्यो उताबाट आउँदैछ फेरि यो चाहिँ घुमेरहेछ बाटो म त गएको भनेको त आउँदै रहेछ Ana fakar wa ro easy Snake. Dishi shop dishi. Ina iftar ko. अनि यता घुमेर रहेछ बाटो अर्को स्टेसन आइभ्यो एउटा स्टेसनमा अर्को पुग्दा अर्को जाम्रो रहेछ लोकल गाडी जस्तै रिङ रोडमा हिँड्ने गाडीहरू जस्तै المحطة التالية هي الدور ستفتح أبواب الجانب الأيمن. Next station अर्को स्टेसनमा बसिरहेको रहेछ फेरि आउने चाहिँ रहेछ त आएकै रहेछ आउने चाहिँ 3टा गइसक्यो यो पनि ठ्याक्क 2 मिनटमा आयो स्टेसन
यो الدور انتبه للفجوة بين الرصيف والقطار. الدور Please mind the gap between the train and the platform. चाहिँ हिँड्दैछौँ है अनि यहाँबाट अलैया पनि देखिन्छ मजाले अलैया चाहिँ यहाँ सानो देखिन्छ अलैया धेरै टाढा छ अलैया कता कता अलैया लाइट चाहिँ घरिघरि जिप जिप बोलेको चाहिँ अलैया अग्लो टावर बाउ छोरा चाहिँ आनन्द छ खुसी छ बाउ छोरालाई चाहिँ बाउ छोरा चाहिँ आनन्द बसे आनन्द भेटेर आयो नि त आनन्द बसेर घर चाहिँ सबै एकै नस्के अग्लो अग्लो एक माथि माथि निस्केको चाहिँ मस्जिद नत्र हुन्छ एकै किसिमको यो मस्जिदको अग्लो चाहिँ माइक राख्नलाई सबैको साउन्ड सुन्नु भनेर सुन्छ भनेर घर चाहिँ ब्लकले पुरै ब्लक यहाँ अर्को स्टेसन आइभयो अर्को स्टेसन आइभयो फेरि मेट्रो चाहिँ दह्रो रहेछ छोटो छोटो दह्रो हिँडेको हिँडे कमिला चाहिँ अहिले चाहिँ हामी अन्डरग्राउन्ड अब अन्डरग्राउन्ड सुरु भयो अलि अघिबाट म चाहिँ भिडियो बनाएन अन्डरग्राउन्डमा छु उताबाट आउँदैछ अर्को अहिले चाहिँ अन्डरग्राउन्ड फुल मान्छे त हो प्याक छ त जानी त अब चाहिँ झर्ने स्टेसनसम्मै अन्डरग्राउन्ड अब आइसक्यो हामी झर्ने ठाउँ पनि अनि भिडियो बनाउन चाहिँ त्यति पब्लिक एरिया हो त्यति खासै छैन त्यही भएर म चाहिँ एकदम यो चाहिँ पुरै अन्डरग्राउन्ड एरिया अब अर्को स्टेसन And doors is on the right. स्टेसन आइसक्यो अर्को कति छिटो आयो यो त 1 मिनटको स्टेसन रहेछ जम्मा स्टेसन पनि आइभएछ झन् यहाँबाट फेरि अर्को ठाउँमा जाने हो यहाँबाट फेरि यो स्टेसनबाट अर्को स्टेसन चाहिँ लेफ्टमा फेरि यहाँबाट नेसनल मवासिम भन्ने हो कि नेसनल पोवासिम भन्ने ठाउँमा हाम्रो लास्ट स्टेसन है ल आज यसको बुढीलाई उता सामान छोडेर नि आइयो अब चाहिँ यो चाहिँ लास्ट स्टेसन हामी आइयो स्टेसन अब यहाँबाट बेनिसको रुममा जाने हो ल अब चाहिँ यो चाहिँ धेरै लामो रहेछ क्या माथि आइसक्यो आजलाई चाहिँ भिडियो अब यति नै गर्नु पर्ला जस्तो छ अनि अब यहाँबाट आउट हुने हो ल साथीहरू अब चाहिँ बाहिर गयो है यहाँको चाहिँ बाहिर निस्किँदैछ हामी अब बाहिर निस्क्यो ल आजलाई भिडियो चाहिँ यति नै बाहिर चाहिँ हो हल्ला छ भिडियो चाहिँ लाइक सब्सक्राइब सेयर के गर्नुपर्ने सब गरिदिनु होला है ल बाई